ल हेर्नुहोस् है साथीहरू, अस्ति मेरो पसलमा फोन पेमा ठगी गरेथे, फेरि यही शङ्खमूलमा फेरि अर्को पसलमा ठगी गरेछन्। मेरो पसलमा ठगी गरेको चिन्ता भन्दा पनि यिनीहरूले अझै कति पसलमा ठगी गर्छन् भनेर मलाई दिनरात यही पिरले सताइरहेको छ के साथीहरू। हजुरहरू यति मजासँग फेस क्लियर देखियो छ किनकि मेरो टिकटक भाइरल छैन। मेरोमा भ्युज भनेको 100 150 200 भन्दा आउँदैन। हजुरहरूको सामु पुग्यो भने यो भिडियोहरू एडिट गरेर हालिदिनुहोस् न साथीहरू। हजुरहरू त धेरैजना दाजुभाइ दिदीबहिनीहरू कति भाइरल हुनुहुन्छ। एउटा पोस्ट गरिदिनु भयो भने अरू पसलमा यिनीहरूले ठग्न पाउँथेनन् कि। यिनीहरूको गृह नै छ। यिनीहरूको नजर भनेको फोन पे, सुरुमा लुगा लिनु होइन, यिनीहरूको फोन पे कहाँ छ भनेर फोन पेलाई खोजी गर्छ। त्यसपछि त्यो फोन पेलाई खिचेर टाइपिङ गर्छ। टाइपिङ गरेर उनीहरूले नक्कली नम्बर र फोन पे पनि नक्कली गरेर सक्सेसफुल गराएर अनि ल हेर्नुहोस् मेरो आयो हेर्नुहोस् त भनेर लाएर अनि अब हुन्छ नि मेरो स्टाफले त्यसरी नै पठाएको छ। अरू पसलमा कसरी गर्नुभयो होइन। पहिला सुरु मोबाइलमा फोन पेमा घन्टी आफ्नो मोबाइलमा मेसेज आसी मात्रै फोन पे भइसकेपछि मेसेज आसी मात्रै पठाउनु होला। फोटोको भरमा चाहिँ हजुरहरूले कहिल्यै पनि फोन पे गरेको पैसालाई यसरी नहेरिकन नपठाउनु होला, सावधान हुनु होला। यति क्लियरसँग देखेको छ। आज मेरो पसलमा आए, अस्ति अरूको पसलमा गए, फेरि हजुरहरूको पसलमा पनि यसरी ठगी गर्न नआउलान् भन्न सकिन्न। यिनीहरू यति पावरफुल भएका छन्। यति आनन्दसँग रिल्याक्स गऱ्यौँ, यति ठाउँमा ठग्यौँ, यति लुगा पनि लियौँ, पैसा पनि लियौँ, यति ठाउँमा ठगी गरिसक्यौँ, हाम्रो जिन्दगी चल्छ भनेका छन् नि। त्यसै कारणले के साथीहरू, हजुरहरूले यो भिडियो कति सक्नुहुन्छ जति सक्नुहुन्छ यो भिडियोहरू पोस्ट गर्नुहोस् के, भाइरल गर्नुहोस्। मैले पुलिसलाई बोलाएर पसलमा रिपोर्ट लेखेँ, भिडियो पनि पठाइदिएँ। खोइ के गर्यो पुलिसले, केही गर्ने होला छैन। यहाँ शङ्खमूलमा यति धेरै पसलहरू लुटिएका छन्, ठगेको छ फोन पेमा। हजुरहरूले सेयर गर्नुहोस् के, मजाले सेयर गर्नु क्या साथीहरू। किन यसरी हेरेर बस्नुहुन्छ। हजुरहरू सामु पक्कै पनि यो भिडियो पुग्यो भने हजुरहरूले एउटा पोस्ट गरिदिनुहोस् के, अनि जहाँ कि यिनीहरू समातिन सकुन्, पत्ता साफ हुन सकोस् के। यिनीहरूलाई भाइरल गर्न सकियो भने यिनको छर छिमेकी इष्टमित्रले पक्कै पनि चिन्छ साथीहरू, र यिनीहरू सामु पुगोस् के यो भिडियो। मैले के भन्न चाहन्छु भने मेरो एकदम चाहना भनेको यसको भिडियो यिनका इष्टमित्र नातापाता छर छिमेकीसम्म यो भिडियो ठाउँमा पुगोस् के, ठाउँमा पुगोस् साथीहरू। अब हजुरहरू जतिजना भाइरल हुनुहुन्छ नि साथीहरू, हजुरहरूले पनि एउटा भिडियोहरू पोस्ट गर्नुहोस् के, अरू पसलहरूमा पनि यसरी ठग्न नसकुन् भन्ने मेरो उद्देश्य छ।